नमस्ते, स्वागत छ। आज हामी एउटा यस्तो पुरानो नेपाली कथा सुन्नेछौँ जसले समय र भाग्यलाई नै बदलिदियो। यो कथा हो सुनको बालुवाको, उदारता र असल चरित्रको एउटा अनौठो गाथा। यो रोचक कथा सुरु गर्नुभन्दा पहिले एउटा सानो अनुरोध। यदि हाम्रो काम र प्रस्तुति मनपर्छ भने कृपया लाइक र सब्स्क्राइब गरिदिनुहोला है। यसले हामीलाई धेरै हौसला मिल्छ। सोच्नुस् त, के दयाको एउटा सानो कामले समयको धार नै बदल्न सक्छ र? सायद असम्भव लाग्ला, तर आजको हाम्रो कथा ठ्याक्कै यही प्रश्नको वरिपरि घुम्छ। ल, अब कथा सुरु गरौँ। यो कथाको सुरुवात हुन्छ एकजना राजा र उनको एउटा असफल भविष्यवाणीबाट, जसले एउटा ठूलो रहस्यलाई जन्म दिन्छ। कुरा यस्तो थियो, भादगाउँका राजालाई उनका राज ज्योतिषीले एउटा भविष्यवाणी सुनाएका थिए। उनले भनेअनुसार एउटा एकदमै शुभ मुहूर्तमा पवित्र नदीको सङ्गमबाट बालुवा ल्याउन सकियो भने त्यो बालुवा सुनमा परिणत हुनेछ। अनि राजाले पनि तुरुन्तै आफ्ना भरियाहरूलाई त्यो काममा खटाए। तर 12 घण्टा बित्यो। जब राजाले उत्सुकतापूर्वक ती टोकरीहरू हेरे, उनी त हिस्स परे। त्यहाँ सुन थिएन, थियो त केवल सामान्य बालुवा। भविष्यवाणी त फेल खायो। अब राजालाई त रिस उठ्ने नै भयो। उनले तुरुन्तै ज्योतिषीलाई बोलाएर सोधे, के भयो यो? ज्योतिषी आफै पनि छक्क परे, किनभने उनको गणना त कहिले गलत हुन्थेन। त्यसो भए आखिर गडबड कहाँ भयो त? अब कथाले राजाको दरबारबाट एउटा अर्कै मोड लिन्छ। हामी पुग्छौं एक साधारण व्यापारी कहाँ, जसको नाम थियो शङ्खधर साखुवा, र जसको जीवन अब सधैँका लागि बदल्दै थियो। ठ्याक्कै त्यही बेला उता शङ्खधर साखुवाले आफ्नो गोदामको कुनामा केही छम्किरहेको देखे। त्यो के थियो होला? हो, त्यो त्यही बालुवाको थुप्रो थियो, जुन उनले राजाका थाकेर आएका भरियाहरूबाट दया लागेर किनिदिएका थिए। उनी उत्सुक हुँदै नजिक गए र एक मुट्ठी बालुवा हातमा उठाए। तर जब उनले हेरी, उनको आँखा त फराकिलो भयो। हातमा बालुवा त थियो, तर त्यो कुनै सामान्य बालुवा थिएन। उनले राम्ररी हेरे, अरे, यो त सुनको धुलो पो रहेछ। भविष्यवाणी त साँच्चै सत्य भयो। तर कस्तो अचम्म, भाग्यले राजालाई छाडेर एक साधारण व्यापारीलाई रोज्यो। त्यो रात शङ्खधर साखुवा सुत्न सकेनन्। उनको मनमा कुरा खेल्न थाल्यो, मैले यो त भेट्टाएँ, तर के यो साँच्चै मेरो हो? कि मैले यो सबै आफूसँग राख्नु ठिक होला? उनी ठूलो दोधारमा परे। भोलिपल्ट बिहान यही प्रश्नको जवाफ खोज्दै शङ्खधर बजारतिर लागे, र उनलाई के थाहा थियो र? जवाफ उनले बाहिर यही संसारमा भेट्टाउँदै थिए। बजारमा उनले एउटा साह्रै नराम्रो दृश्य देखे। एकजना निर्दयी साहुले एउटा गरिब वृद्ध मानिसलाई ऋण नतिरेको भनेर सबैको अगाडि होच्याइरहेको थियो। त्यो देखेर शङ्खधरको मनमा चस्सक्क भयो। उनले त्यो वृद्धको दुःखलाई आफ्नै दुःख जस्तो महसुस गरे, र त्यही क्षण उनको मनको दुविधा हट्यो। उनलाई थाहा भयो कि त्यो सुनको के गर्ने। उनी सिधै अगाडि बढे र त्यो वृद्धको सबै ऋण तिरिदिए। यही घटना उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण मोड बन्यो। अब उनको मनमा एउटा स्पष्ट उद्देश्य थियो, र त्यो उद्देश्य पूरा गर्न उनी सिधै देशका सबैभन्दा ठूला मान्छे अर्थात् राजालाई भेट्न गए। दरबार पुगेर उनले राजालाई भने, महाराज, मसँग भएको सुन म ती सबै दुखी मानिसहरूको ऋण तिर्न प्रयोग गर्न चाहन्छु, जो साउको चङ्गुलमा फसेर छटपटाइरहेका छन्। शङ्खधरको यो कुरा सुनेर राजा त दङ्ग परे। उनलाई विश्वासै लागेन। उनले भने, तिमीभन्दा कैयौं धनी मानिसहरूले त यस्तो मौका पाएको भए सबै सुन आफ्नो लागि राख्थे होला। त्यसपछि दरबारमा एउटा यस्तो घटना भयो जुन पहिले कहिल्यै भएको थिएन। राजा आफै सिंहासनबाट उठे र भने, हे महान शङ्खधर, म तिमीलाई सलाम गर्न चाहन्छु। सोच्नुस् त, एउटा राजाले एक साधारण नागरिकको चरित्रलाई यति ठूलो सम्मान दियो। शङ्खधरको यो महान कामलाई इतिहासमा सधैँका लागि जीवित राख्न राजाले एउटा ऐतिहासिक निर्णय लिए। राजाले घोषणा गरे कि आजको यो महान दिनको सम्झनामा एउटा नयाँ पात्र सुरु हुनेछ, र त्यो पात्रको नाम हुनेछ शङ्खधर सम्वत। तर राजा यतिमा मात्रै रोकिएनन्। उनले अर्को एउटा यस्तो घोषणा गरे जसले त्यो बेलाको समाजको जग नै हल्लाइदियो। उनले भने,
आजदेखि मान्छेको जात उसको जन्मले होइन उसको कर्म र चरित्रले चिनिनेछ। र यो कुनै काल्पनिक कथा मात्र होइन है। त्यही शङ्खधर सम्वतलाई आज हामी नेपाल सम्वतको नामले चिन्छौं र यो आज पनि नेपालमा प्रचलनमा छ। यो शङ्खधर साखुवाको त्यही महान उदारताको जीवित प्रमाण हो। र अन्त्यमा यो कथाले हामी सबैलाई एउटा गहिरो प्रश्न सोधेर जान्छ। आखिर कुनै पनि मानिसको वास्तविक मूल्य के हो? उसको जन्म वा उसको जात कि उसको कर्म र चरित्र? शङ्खधर साखुवाको जस्तै यस्ता अरू पनि प्रेरणादायी कथाहरू सुन्नको लागि हामीसँग जोडिनुहोला। कृपया लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला है। धन्यवाद।